राम्रो हरियाली चापात बगान रहेछ। अनि हामी चाहिँ यति राम्रो जग्गा भनेर घुम्न आएको थियौँ। यो पनि राम्रै छ, नेचुरल होइन, एकदम ग्रिन सबैतिर। तर सोचे जस्तो राम्रो छैन। हामीलाई चाहिँ को साथीहरूले भनेको थियो नि त पार्क छ के छ भनेर, तर यहाँ चाहिँ केही पनि रहेन रहेछ त्यस्तो पार्कहरू पनि, सबैतिर जङ्गलै जङ्गल। अनि अब चाहिँ हामी यहाँबाट निस्किएको साथीहरू, यस्तो पाहाडमा साथीहरू यहाँ चाहिँ एकदमै अर्ग्यानिक पानी आउँदो रहेछ होइन। अनि यहाँ सानसानो बहिनीहरू पनि पानी लिन आउनुभएको रहेछ। हामी पनि एकदम पानी तिर्ख लागेर चाहिँ यहाँको पानी खानु आएको छौँ। एकदमै अर्ग्यानिक पानी रहेछ। अनि म चाहिँ पानी पिउन लागेको छु। মতে না খাও অনামিকা, ইমান টেষ্টি আছে, কসম কৈছো বহুত টেষ্টি আছে। पानी चाहिँ एकदमै मिठो। साथीहरू हामी चाहिँ घुमिसकेको, यता साथीहरू पनि जाँदैछन्, यता हर्की पनि छ। र आजको हाम्रो चाहिँ यस्तै नै भयो घुमाइ चाहिँ। एकदम मतलब मैले चाहिँ सोचेको थिएँ पार्कहरू होला के होला भनेर होइन, तर त्यस्तो चाहिँ केही रहेन रहेछ। तर पनि रमाइलो लाग्यो, गाउँले जग्गा जस्तो एकदम हेर्न सक्नुहुन्छ कस्तो राम्रो छ होइन, एकदमै गाउँ एरिया जस्तो छ। अनि हामी चाहिँ एकदमै इन्जोय गऱ्यौँ। मैले चाहिँ गाउँले पानी पनि खाएँ, यस्तो राम्रो पानी कहाँबाट आउँदो रहेछ होइन, एकदमै अर्ग्यानिक पानी चाहिँ। आजको लागि यति नै साथीहरू, बाई बाई।